देख्न सक्नुहुन्छ यो चाहिँ मेरो घरबाट देख्ने भ्यूहरू है। सो अहिले चाहिँ असोज 10 गते हो। सो घाम चाहिँ एकदमै टन्टलापुर लागिरहेछ। घाम त त्यस्तै हो होइन। सो यो चाहिँ मेरो घरबाट देख्न सक्नुहुन्छ, यो चाहिँ मेरो घर हो। सो घाम चाहिँ यति चर्किरहेछ, केही छैन होइन। सो पारीको भ्यूहरू देख्न सक्नुहुन्छ। है गाइस, पर चाहिँ ओखलढुङ्गा जिल्लाको देख्ने भ्यूहरू हो। यो चाहिँ मेरो घरबाट देख्ने हो। सो होइन एकदम दामी छ। घाम चाहिँ केही छैन। सो मान्छे सक्नुहुन्छ हाम्रो गाउँमा चाहिँ एकदमै बाबाले दुःख दिएर है चाहिँ बाँदर खेल्न आएको। यस्तो घाममा बाँदर आइसकेको छ हाम्रो गाउँमा। सो गाइस, यहाँ बाँदरले चाहिँ हाम्रो एकदमै दुःख दिइरहेको छ। यता बाँदर खेल्नुलाई यहाँ जङ्गल बाटोमा आएको छ। हो हामीले 3-4 जना मिलेर है, 3-4 जना मिलेर हामी खेलिरहेको छौँ। कता यतातिर सबै छरपटिरहेको छ। कता कता जानै भयो क्या। हामी चाहिँ 5-6 जना छौँ चाहिँ। सो म चाहिँ अब उता बारीको भटमासतिर छर्पने छ। सो म चाहिँ जाँदैछु। त्यतिखेर बाँदरले लास्ट कता ओह्रालो गयो। चल छरपटेको छ है। सो गाइस, म चाहिँ घर फर्किसकेको छु। बाँदर त देखिएन, भेटिएन पनि, कता पुगिसक्यो है। मैले घर फर्केको छु। सो यो पाहाडभित्र चाहिँ 2-3 जना मान्छे जानुभएको छ। मान्छे बाँदरले पत्याएको छैन। सो गाइस, हाम्रो चाहिँ बाँदरले एकदमै दुःख दिइसकेको छ। हाम्रो चाहिँ बाँदर बखेटेर उकालो आउँदै हो। बाँदरै कहाँ पुगिसकेको छ भन्नु। एउटा जङ्गल पर्छ पुगिसकेको छ। 3-4 जना बखेटेर हुन्छ। म चाहिँ अब है मेरो घर चाहिँ यही पर हो, पर्छ हो। म पनि बाटो देख्नु एकदमै युनिक खालको छ बाटो चाहिँ। बाटो चाहिँ कता थाहा नै छैन। मजाको भ्यू चाहिँ बाँदर खेल्ने हो है गाइजहरू। घाम पनि टन्टल बुलाइरहेको। सो यो चाहिँ तल जङ्गल हो, तल हाइवे छ। तर यो जङ्गल चाहिँ कटाउने भन्ने कुरो छ। के गर्ला र सबै पुरै छटपटै भइरहेछ क्या बाँदर। त्यही भएर देख्न सक्नुहुन्छ तल हाम्रो दुधकोसी। सो मजाको भ्यू छ है फेरि भ्यू चाहिँ। सो गाइस, हिजोको क्लिप अनुसार मैले यो चाहिँ नेक्स्ट भिडियो बनाएको है। हिजो मैले भ्याइनँ, त्यही भएर यो अर्को भिडियो बनाएको हो। असोज 11 गते हो गाइस है त। ल गाइस, म चाहिँ फर्किँदैछु अब। अरू चाहिँ उता गयो, म चाहिँ घर फर्किदियो। अब के गर्ने होइन, घरमा कोही पनि छैन क्या। त्यही भएर अरूले खेल्नुहुन्छ। म चाहिँ अब घर जाने हो। रनिङ जानु पर्यो। भ्यू चाहिँ जस हाम्रो गाउँबाट दामी देख्छ है। आइजो के भन्न चाहन्छु म, बाबाले सबै हेर्नु ढोडसोर सबै झार्दैछ। चाहिँ हाम्रो कोदोबारी। कोदो त खासै फलेको छैन। यो कोदोलाई पनि फेरि बाँदरले लास्ट दुःख दिन्छ क्या। त्यो गाइस, म चाहिँ घर आइसकेको छु। घर आइसकेको।
बाँदरले लास्ट दुःख दिएको लास्ट। अहिले चाहिँ हाम्रो भटमासहरू छ, तर भटमासहरू नि यस्तो भटमासहरूलाई लास्ट दुःख दिने। है म चाहिँ घर आइसकेको छु है। सो गाइज म चाहिँ घर आइसकेको छु। यो बाँदर लखेटेर सब शीतले होइन, शीतले पानीले सब लुगासुगा फोहोर भएको थियो, भिजेको थियो। अनि मैले चाहिँ लुगासुगा चेन्ज गरेर सो देख्न सक्नुहुन्छ मजाको भ्यू गर्दै बसिरहेको छु। यो चाहिँ मेरो घरबाट देखिने भ्यू हो। यस्तो दामी छ यार, वाउ। सो मजाको भ्यू गर्दै बसिरहेको छु। सो बाँदरले चाहिँ लास्ट दुःख दियो क्या। सो हामीले यो कटाउने चाहिँ भनेको यो बाँदरलाई जङ्गल ओह्रालो कटाउनु भनेको, तर अब नसकेको छ। म त अब यहाँ घर हुनुपर्ने भयो। यहाँ फेरि बाँदरले आएर यो छटपटेको पुरै छटपटेको छ। अनि वरिपरि घुमेर आएर ठ्याक्क फेरि आइपुग्यो भने होइन यी घरमा फेरि यहाँ मकैहरू छ। सो देख्नु सक्नुहुन्छ मकैहरू छ। अनि यो मकैहरू खाइदियो भने त ल बर्बाद भएन, अनि मलाई माल हुन्छ। सो त्यसरी म चाहिँ घर रुँदै बसिरहेको छु यस्तो मजाको भ्यू गर्दै। सो उहाँ पर देख्नु सक्नुहुन्छ हिमाल पनि देखिरहेको छ है, देख्नु सक्नुहुन्छ हिमाल। सो यता चाहिँ ओखलढुङ्गा भयो, पारी सोलुखुम्बु हो। सो माउन्टेन एभरेस्ट पनि 3